हामी चाहिँ आज अर्जुनको गुफा हेर्ने भनेर बहुत एक्साइटेड छौँ। हामी चाहिँ यहाँ दुई भाइ भएर चाहिँ आज गुफाभित्र जाने भनेर हिँडिरहेछौँ। अब अगाडि कत्रोनिर गुफा छ, हामी खासै चाहिँ आएका चाहिँ छैनौँ। आज चाहिँ फर्स्ट टाइम हो। अब कस्तो हुन्छ हामी चाहिँ एकदम एक्साइटेड पनि छौँ, त्यत्तिकै डर पनि लागिरहेछ। मनमा खुल्दुली पनि छ। भित्र बाटो यता पनि देखिन्छ के कसो हो, भित्र खुल्दुली पनि भइरहेछ। यहाँ चाहिँ एउटा मन्दिर रहेछ। मन्दिरभन्दा मुन्तिर छ भन्दै हुनुहुन्थ्यो माथि एकजना अङ्कलले। एकदम एक्साइटेड छौँ है हामी। अब के हो नि यो, अब पछि थाहा होला है। अब त्यस्तो नराम्रो चाहिँ केही नहोला आशा छ। भिडियो चाहिँ आउँदैछ हाम्रो। अब हाम्रो दाइ पनि पुरै एक्साइटेड हुनुहुन्छ, अगाडि दौडिराख्नु भएको छ, कतिखेर गुफा आउँछ भनिराख्नु भएको। हामी चाहिँ एकदम एक्साइटेड छौँ हुनलाई। अब के हुन्छ यहाँ चाहिँ अलि भित्र जाँदाखेरि चाहिँ लाइट साइट निम्नी उर्नी हुन्छ भन्ने यसो हामीले खबर पनि पाइराखेका छौँ। अब के हुन्छ खासमा हामी चाहिँ कमगासको बजार हो त्यो। हामी चाहिँ अर्जुन डाँडा भन्ने ठाउँमा छौँ। अहिले चाहिँ हिँडिरहेछौँ। गुफा चाहिँ ठ्याक्कै यति नै हो भन्ने चाहिँ थाहा छैन हामीलाई। अब हेर्दाखेरि बाटो यहाँ तिनवटा, एउटा यता बाटो छ, एउटा यता छ, एउटा यता छ। खासमा हामी यता जाउँ अहिले, फेरि फर्केर यता देखाउने छौँ। फर्केर अब कता गुफा चाहिँ आज छिर्ने नै हो। अब कहाँसम्मको भिडियो हुन्छ हजुरहरूसित आउँछ। हामी ठिक रहेसम्म भिडियो आउँछ। अरू बाँकी कुरा चाहिँ तपाईँहरू हेर्दै जानुहोस्। अब चाहिँ म गुफा लिएर गएपछि मात्रै भिडियो बनाउँछु है।